के गर्नु भन्नुभयो? रोजीलाई भेट्न जाने होला।
이 성전이 우리들이 거기 거점 없어서 말이다. 바로 말이다. 버리 가지고 얘 뭐라 니가 그래도 성경의 사실에 있어 버리는 이 프로그램이 왔어요. 본인 사람 참 이렇게 정말 세려져 있는 게 그게 이 중간에 저희 디ploma 사진 디ploma 참 이렇게 또 되죠.
दृश्य 5 विद्यालय छुट्टी भएर घर फर्किँदा समी र पुकार बिचको कुराकानी या मलाई त घरै जान मन लाग्दैन यार सधैँ किचकिच कति झगडा हुन्छ भने घरमा मैले तँलाई हिजोदेखि जङ्सन जाम त भनेको थिएँ नि हिजोमा जानु र जाम ल त नि यति भनी समी र पुकार जङ्सनका लागि जान्छन् जहाँ मोटो र छोटो डङहरू मिली कालो औषधहरूको सेवन तथा बेचबिखन गर्ने गर्छन् ओइ छुटु माल रेडी छ माल त एक क्लास सकिँदा के चिन्ता गर्ने ठिक छ दाइ नमस्कार नमस्ते बस ए छुटु कोलाई लिएर आइस त नयाँ अनुहार देख्छु म नयाँ कस्टमर हो नि दाइ हल्का टेन्सन छ के यत्रो बेला के को टेन्सन हो आइज पछि तेरो टेन्सनमा एकचोटिमा गायब गरिदिन्छु कहिले के खाएको छस् सके छस् नाइ दाइ मलाई त त्यस्तो केही थाहा छैन या कस्तो छेलेर ल्याए छस् तैँले फेरि नखानेमा किन हाँस्छ नि मसँग बोला अब यसै गरी समी पुकार दलहरूको सङ्गतमा लागेर लागु दुर्व्यसनीमा लाग्छ कस्तो रहेछ तपाईँ मजा आउँदो रहेछ दाइ भनेपछि यो भन्दा नि अझै कडा भात खाने हो ल जान्छ दृश्य 6 उता छोरीहरूको एन्ट्रान्स एक्जामिनेसनको रिजल्ट आएको दिन ओइ सर रिजल्ट आयो न भाइ रिजल्ट आइसक्यो आयो नि मेरो छोरीले त स्कलरसिपमा नाम निकाल्ने नि ल बधाई छ छोरी धन्यवाद अनि यो रिजल्ट हेरौँ न हेर्दा लु सर तेरो रिजल्ट के आउँछ हेरेर छिटो ला मम्मी मेरो त नामै छैन हैन के भन्छ यो हेर्नु न चुप मेरो छोरीले त स्कलरसिपमा नाम निकाल्ने के अरे हामीले लड्नु पर्ने छ गयौँ है हामी तँलाई के भन्नु छोरी तँलाई जहिले फोन नचला भन्यो अब पढ्छु मम्मी लास्ट टाइम मम्मी हेर्दा सँगैको साथीले यति प्रगति गर्यो सबै आमाले मेरो छोरी छैन त्यस्तो गरोस् मेरो छोरीले त टिकटक गरेर यत्रो आलु खायो आमासँग पनि चस्मा पनि लगायो भने पढ्छु मम्मी अब टिकटक चलाउँदिन तैँले जहिले यस्तै भन्दैस् आँखा पनि बिगारिस् पढाइ पनि आलु खाइस् होइन हैरान बनायो छोरीले त मलाई के गर्नु दृश्य 7 अर्को दिन रोजी र समीर डेटिङ थाल्छन् के भयो किन रिसाकी एउटा कुरा सोध्नु बेबी
ल ठिकै छ। अब यो चाहिँ अलिक संवेदनशील विषय भएकोले यसको बारेमा चाहिँ केटाकेटीलाई मात्र नभएर घरको आमा बाबालाई पनि सँगै राखेर जानकारी दिन अलिक उपयुक्त हुन्छ होला भनेर हामीले चाहिँ बोलाएको हो। अब यसको बारेमा चाहिँ अरू जानकारी नर्स र हाम्रो टिचरले हजुरहरूलाई दिनुहुनेछ है त। धन्यवाद प्रिन्सिपल सर। हिजो चाहिँ अब बाबुहरूले ग्रुपिङ पनि गरे, छानबिन गर्दाखेरि चाहिँ अब लागु जाने पदार्थहरू पनि फेला पारियो। अब त्यही भएर अब अभिभावक सहित बाबुहरूलाई काउन्सिलिङ गऱ्यो भने चाहिँ उपयुक्त हुन्छ जस्तो लागेर चाहिँ हामीले सेसन राखेको हो। लागु जाने पदार्थको दुरुपयोग अथवा ड्रग अब्युज भनेको चाहिँ अब लागु जाने पदार्थ अथवा औषधिलाई चाहिँ गलत प्रयोग गर्नु अथवा चिकित्साको सल्लाह बमोजिम प्रयोग गर्नुलाई भनिन्छ। अब यसले शारीरिक, मानसिक, आर्थिक, सामाजिक सबै खालको विकटहरू चाहिँ लिएर आउन सक्छ। विभिन्न कारणहरूले गर्दाखेरि हुन्छ। बाबु समीर, तिमीले किन यस्तो चिजमा चाहिँ लाग्यो तिमी? मलाई घरमा धेरै तनाव दिनुहुन्छ, त्यही भएर। के को तनाव दियो हो तिमीले तपाईँमा? भयो घर जाँदा अनि बाबु पुकार तिमी चाहिँ किन लाग्यो यस्तो चिजहरूमा? अब विभिन्न कारणहरूले गर्दाखेरि चाहिँ हुन्छ नि। अब बाबु त तनावले भएर चाहिँ साथीको लहैलहीमा भएर लाग्यो भने कसैलाई चाहिँ जिज्ञासाले पनि हुनसक्छ। यो चार्ट पेपरमा पनि देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ चाहिँ अब घरमा झैझगडा भएर अथवा प्यारेन्ट्सहरूले पनि खाएको देखेर चाहिँ बच्चाहरू सक्छन् र अघि अब साथीहरूको लहैलहीमा पनि बच्चाहरूले चाहिँ खान सक्छन् भन्ने तनावहरू भएर अनि अब सोसियल रिलेसनसिप अथवा सामाजिक सम्बन्धहरू बिग्रेर पनि यस्तो चिजहरूमा चाहिँ लाग्न सक्छन्। अब यसको रोकथाम चाहिँ कसरी गर्न सकिन्छ होला? दिदी हजुरलाई केही आइडिया छ कसरी रोकथाम गर्न सकिन्छ होला यसको? खोइ हामीलाई त थाहा भएन। अब हाम्रो घरमा उहाँले नै थाहा हुन्छ अब के भन्नु। सर्वप्रथम त घरमै विद्यार्थीहरूको पहिलो स्कुल हो नि त। त्यो भएको भएर अब घरबाट नै बुवा आमाले पनि राम्रो तरिकाले चाहिँ अब उनीहरूलाई संस्कार दिनु पऱ्यो। यस्तो चिजहरू चाहिँ सिकाउनु भएन। र अब यसमा के जसले चाहिँ अब विद्यार्थीहरूले चाहिँ अब आफ्नो परिवारसँग चाहिँ धेरैभन्दा धेरै समय व्यतीत गर्न पायो भने चाहिँ उनीहरू यस्तो चिजहरूमा लाग्न सक्दैनन्। र अब पढाइहरूमा साथसाथै एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूमा संलग्न भयो भने पनि उनीहरू चाहिँ यस्तो चिजहरूमा लाग्न सक्दैनन्। र अर्को भनेको चाहिँ उनीहरूले आवश्यकता अनुसार काउन्सिलिङ सेसनहरू पनि दियो भने चाहिँ उनीहरू यस्तो चिजहरूमा चाहिँ लाग्न सक्दैनन्। र अब उनीहरूलाई चाहिँ तनाव मुक्त हुनको लागि चाहिँ स्वास्थ्यकर उपायहरू जस्तै अब मेडिटेसनहरू गर्न सकिन्छ, योगा एक्सर्साइजहरू पनि गर्न सकिन्छ। यस्तो चिजहरू फलो गरेर चाहिँ यस्तो चिजहरूमा लाग्न सकिँदैन। र यसले विभिन्न प्रकारका जटिलताहरू पनि लिएर आउने गर्छ। जस्तै अब लागु जाने पदार्थको प्रयोगले चाहिँ अब मस्तिष्कमा, कलेजोमा विभिन्न प्रकारका क्षतिहरू पनि दिने गर्छ भने अब विद्यार्थीहरू पढाइमा कमजोर हुने, अपराध जन्ने क्रियाकलापहरू पनि संलग्न हुन सक्छन्। र अब साझा सुईको प्रयोगले एचआइभी एड्स र एसटिडी जस्ता रोगहरू पनि लाग्न सक्ने हुन्छ। बुझ्नुभयो हजुरहरूले? र हजुरहरूले पनि घरमा चाहिँ छानबिन गरिराख्नु पऱ्यो बच्चाहरूको के कस्तो अवस्था छ भनेर। बाबु समीर बुझ्यौ नि? ड्रगले चाहिँ कुलभन्दा पनि फुल बनाउँछ है। र अब मोबाइल एडिक्सनको पनि प्रब्लमहरू चाहिँ हामीले देखा परेको थियो विद्यार्थीहरूमा। यसको बारेमा चाहिँ अब हाम्रो क्लास टिचरले भन्नुहुन्छ हजुरहरूले। धन्यवाद। धन्यवाद नर्स म्यामलाई। अब हामीले चाहिँ हजुरहरूले अब बच्चा नानी बाबुले धेरै मोबाइल चलाइरहेको पनि भन्नुभयो। हजुरहरूले धेरै मोबाइल चलाइरहेको हुन्छ। अब आवश्यकताभन्दा धेरै फोन चलायो भने धेरै अब मोबाइल एडिक्सन अथवा मोबाइल लत भनेर भन्न सकिन्छ। अब यसको बेफाइदा मात्र भन्न मिल्दैन, धेरै फाइदाहरू पनि हुन्छ यसको। हो नि, यसका धेरै फाइदा पनि हुन्छ। मेरो नानीले मोबाइलबाट पढेर नै स्कलरसिपमा नाम निकाल्यो। हजुर, अब एकदमै धेरै चलायो भने त्यसको बेफाइदा पनि हुने गर्दछ नि त। अब त्यो चाहिँ अब हजुरहरूले अब यसको बेफाइदाहरू पनि धेरै हुने गर्दछ स्वास्थ्यमा। हजुर, अब यसको
या